ओहो शुभ प्रभात। भर्खरै यहाँ हिउँ सोरेर काममा जानु रेडी। अब त अमेरिकामा सुखा छ भन्छन् नि, के सुखा छ? यस्तरी हिँड्नुपर्छ। ल हेर्नुहोस्, नेपालमा भापर हिउँ पऱ्यो रे भन्दै रेसुङ्गामा रहर लाएर रहरमा दुग्रिन्थ्यो। अहिले करमा यसरी हिउँमा बिहानै हेर्नुहोस् त। चिसो त छैन, तर हिउँ पऱ्यो नि, भर्खर पर्न सुरु गरेको। अब चाहिँ लाग्यो आफ्नै कर्मथलोतिर जानै पऱ्यो। भर्खर गाडी स्टार्ट गरेर राखिदिएको लगभग आधी घन्टा जस्तो भइसक्यो। अघि नै आएर सोरेको। अहिले चाहिँ यस्तो छ मेरो अवस्था। अब झन् बाटोमा कस्तो छ आई डोन्ट नो, तर चिसो चाहिँ छैन त्यति कुरा हो अहिलेसम्म। भर्खरै परेको भएर नि होला, अस्तिको भन्दा बेटर छ। अस्ति चाहिँ पुरा आइस परेको थियो, चिफ्लो। आज चाहिँ चिफ्लो पनि छैन, केही छैन। पहिला हिउँ रहर लाएर कहाँ पुग्यो, गोसाइकुण्ड पनि पुग्यो, दुन्चे पनि पुग्यो हिउँ हेर्न भन्दै। रसुवा पुग्यो त हिउँ हेर्न। अहिले हेर, आफ्नै घर अगाडि छ, झ्याउ ल्याउँछ। ओ माई गुडनेस, दिन कहाँबाट कहाँ पुग्यो है त। समय फेरियो, सबै कुरा फेरियो। अब रसुवा जानु पर्दैन, रेसुङ्गा जानु पर्दैन हिउँ हेर्न। आफ्नै घर अगाडि ड्याङ पर्छ, आफू चाहिँ काममा कुद्नुपर्छ। यस्तो अवस्था आयो अहिले।